हाई गाइज गुड मर्निङ। आज चाहिँ म यो कफी खान गइरहेको छु। मलाई चाहिँ यो कफी मनपर्छ, त्यसै पनि म कफीको पारखी नै हो है। मलाई एकदमै मिठो लाग्छ, खै मनपर्छ। म एडिक्ट जस्तै होला कि कफीको। कफी नखाइ चाहिँ दिनमा 2 गिलास चाहिँ कफी नखाइ हुँदैन। त्यसो मैले चाहिँ रेडी गरिसकेको छु। साथीहरूलाई चाहिँ म के भन्न चाहिँ गएको भने स्किनको बारेमा म हजुरहरूलाई भन्छु। म कुनै स्किनको डक्टर त होइन, र पनि मेरो अनुभव मेरो रिभ्यूहरू चाहिँ हजुरहरूलाई सुनाउनु गइरहेको छु मतलब अब अलि दिनपछि भन्छु। अहिले चाहिँ म भ्याएको छुइनँ नि त, त्यही भएर चाहिँ मैले हजुरहरूलाई भन्न पाएको छुइनँ कि मेरो 1 वर्ष अगाडि मेरो स्किन कस्तो थियो, 2 वर्ष अगाडि मेरो स्किन कस्तो थियो, अहिले तत्कालै चाहिँ मेरो स्किन कस्तो भएको छ भनेर म हजुरहरूलाई सुनाउँछु, देखाउँछु। मैले के प्रोडक्टहरू युज गरेँ, के लगाएँ, कुन कम्पनीको कुन ब्रान्डको होइन भनेर चाहिँ म हजुरहरूलाई भन्छु। अनि म स्किन डक्टर त होइन, तर मेरो अनुभवले गर्दाखेरि चाहिँ म स्किनको बारेमा चाहिँ मजाले भन्न सक्छु, खुलेर भन्न सक्छु। यो लाउँदा यो हुँदो रहेछ, त्यो लाउँदा त्यो हुँदो रहेछ भनेर चाहिँ म खुलेर भन्न सक्ने भएको छु साथीहरू। अर्ग्यानिक प्रोडक्टहरू लगाउँदा चाहिँ वेट गर्न सक्नु पर्यो, पर्खिन सक्नु पर्यो। आज लगाएर भोलिदेखि नै रिजल्ट आउँछ भने त्यो चाहिँ बेटर हुँदैन रहेछ स्किनको लागि होइन। तपाईँले चाहिँ एकपल्ट लगाएको प्रोडक्ट जस्तै अर्ग्यानिक प्रोडक्ट, भेगन फ्री प्रोडक्टहरू लगाउनुहुन्छ भने चाहिँ त्यसको रिजल्ट चाहिँ इमिडिएटली आउँदैन साथीहरू। मेरो अनुभव है, इमिडिएटली आउँदैन। म तपाईँहरूलाई भन्छु, देखाउँछु होइन, म मेन्सन पनि गरिदिन्छु माथि। इमिडिएटली चाहिँ प्रोडक्ट अर्ग्यानिक प्रोडक्टहरूको चाहिँ रिजल्ट आउँदैन है। त्यो जुन भेगन फ्रीहरू हुन्छ नि त्यस्तो रहेछ। अनि केमिकल भएको प्रोडक्टहरूको चाहिँ रिजल्ट चाहिँ तपाईँले आज लगाए भोलिदेखि नै आउन थाल्दो रहेछ। अनि त्यसको साइड इफेक्टहरू पनि हुँदो रहेछ। स्किन कस्तो भने छाला जाने होइन, अनि त्यसपछि त्यो दुबी जस्तो खालको सेतो हुने त्यस्तो हुँदो रहेछ। तर अर्ग्यानिक प्रोडक्टहरूको चाहिँ त्यस्तो नहुँदो रहेछ मेरो अनुभव है। अब धेरै लामो हुन्छ भिडियो। चिया कफी गफ गर्दै चिया कफी खाँदै हजुरहरूसँग गफ गरेको। कति प्रोडक्टहरू युज गरेँ मैले पनि। मेरो स्किन 2-3 वर्ष अगाडि चाहिँ एकदमै धेरै ड्यामेज थियो। म तपाईँहरूलाई मेरो स्किन कस्तो थियो भनेर अलिक पछि म अरू भिडियो त्यो पनि बनाउँछु। यो ज लाइन चाहिँ मेरो कुनै भाग खाली थिएन, कटर जस्तै पिम्पल्स